कुरा गरौँ भने चित्त फाट्ने, नाच जस्तो नाच गरौँ भने घाँगर फाट्ने भन्थ्यो अरे एउटाले। त्यसले चाहिँ पहिले चाहिँ पुराना चाहिँ शासकहरूले भन्थे, राम्रो पढ्न सकेनौ भने तिमी मास्टर पनि हुन सक्दैनौ भनेर भन्थे। बरु त्यो ठिकै भने रहेछ। म पनि आफै मास्टर भएको हुनाले कहीँ चाहिँ शासकहरू चाहिँ स्कुलमा क्याम्पसमा गएर चाहिँ विद्यार्थीहरूलाई शिक्षकहरूलाई अर्थी बुद्धि दिँदाखेरि तिमीहरूले चाहिँ राम्रो पढाइ गर्न सकेनौ भने तिमीहरू भोलि मास्टर पनि हुन सक्दैनौ यो देशको भनेर भन्दाखेरि, त्यसो भन्दाखेरि मलाई के लाग्थ्यो भने युवाहरूलाई मास्टरसम्म बन्न सक्दैनौ राम्रो नपढे भनेर भन्ने यो के हेपेको होला भन्ने जस्तो लाग्थ्यो मलाई। त्यो कुरा त बरु राम्रो गरेका रहेछन् त्यति बेला। किनभने ऊ राम्रो पढ्यो, राम्रो जान्ने भएन भने, अयोग्य भयो भने मास्टर त हुन पायो नि आफ्नै देशमा। अहिलेको शिक्षा प्रणाली के छ? अहिलेको शिक्षा प्रणाली के छ भने जुन देशमा जाने हो त्यो देशको शिक्षा के छ त्यसमा तिमी पर्फेक्ट हुनुपर्छ। नत्र तिमी चाहिँ उत्तर कोरिया, दक्षिण कोरिया जान पाउन्नौ, अमेरिका जान पाउन्नौ, अस्ट्रेलिया विदेशमा जान पाउन्नौ। अहिले त हामीले नयाँ पिँढीलाई त यो पो सिकाएका छौँ त, सबैका मना छ। फेरि तपाईँहरू मात्रै पीडित हुनुहुन्छ भन्ने मलाई होइन, म आफैले नै भएछु। मैले चाहिँ अघिल्लो पटक पहिले सांसद भएर डेरामा बस्दाखेरि मेरो एउटा नाति मसित सँगै पढ्थ्यो। त्यसले चाहिँ बोर्डिङमा पढ्थ्यो, किनभने आमा विदेशमा थिए। मेरो छोरो योग्य बनाउनको लागि बोर्डिङमा राख्नुपर्छ बा भनिरहन्थ्यो उनीहरूले। अब कमाउने तिम्रो राख्ने राख, भाषा सिक्ने हो गरी भनेपछि। अनि मैले उसलाई कहिले मेरो नातिलाई कसैको फोन नम्बर आयो भने टिप त भन्दाखेरि उसले कति टिप्ने, कति नम्बर हो भन्दाखेरि मैले नेपालीमा भन्थेँ। 98 सुरु गर्नु भयो, 9 र 8 सम्म उसले लेख्न जान्ने, त्यसपछि उताको नआउनेलाई 98 भन्दा उसले बुझ्छ, 9 र 8 लेखिहाल्छ। त्यस पछाडिको नम्बर चाहिँ आउन्न उसलाई हेर्नुहोस्। अनि इङ्ग्लिसमा भन्नुहुन भन्छ उसलाई हेर्नुहोस्। मैले आफैले भएको के सिकाएँ मैले भन्ने लाग्थ्यो। अनि मैले भने त चाहिँ यहाँ नेपालमा बस्ने, हामीसँग बस्ने, तँलाई नेपालीमा अङ्क आउन्न भनेपछि मलाई त बोर्डिङमा चाहिँ नेपाली बोल्न दिन्न नि बा, मेरो गल्ती हो। मैले त्यहाँ नेपाली बोलेँ भने त मलाई फाइन गर्छ। त्यसो भएर मलाई त चाहिँ सुनियोजित किसिमले तपाईँहरू लगानी लगाएर हो मेरो आफ्नो भाषा, मेरो संस्कृति, मेरो इतिहास सबै त तपाईँहरूले खाइदिनु भएको छ त, मेरो गल्ती हो यो। नेपाली बोल्न नपाइने शिक्षक त म तपाईँ लहर भर्ना गर्ने, मेरो बाबुआमाले त्यसै यहाँ खुसी मान्ने। अनि मलाई चाहिँ नेपाली बोलेन भने तपाईँले हकार्ने भन्यो नातिले, मलाई चित्त बुझ्यो। अब अहिले त कति बढेर गएको छ भन्नुहोस् त। त्यसो हुनाले वास्तवमा चाहिँ हाम्रो शिक्षा प्रणालीले हाम्रो चाहिँ नयाँ जेनेरेसन खत्तमै भएको छ। त्यो उनीहरूको गल्ती होइन। गणेश मान्जीसँग म 46 सालको आन्दोलनमा सँगै हिँडेँ। उहाँ बिरामी भएर बस्दाखेरि वीर स्टलमा म भेट्न गएको थिएँ। उहाँले पहिला यहीँ हुनुहुन्छ मन्त्रीज्यू, उहाँको सुपुत्र, डाक्टरले धेरै नबोल्न भने दाइ तपाईँलाई देखेपछि बुवा उत्तेजित भएर कुरा गर्नुहुन्छ, धेरै बेर नबस्नुहोस् है भन्नुभयो। उहाँले ठिकै छ डाक्टरले भन्यो मान्नुपर्छ, म बस्नु भने गणेश मान्जीले आफ्नै पार्टीको विरुद्धमा धुमधार चाहिँ झगडा गर्नु, मैले त कुरा लाउनु भयो। हेर्नुहोस् मलाई किन यसो गर्नुभयो होला मैले अहिले बल्ल बुझेछु। त्यति बेला मैले चाहिँ चिनेकै रहन्छु उहाँका पार्टीका मान्छेहरूलाई। किन छोड्नुभयो होला पार्टी भनेर मलाई चाहिँ राम्रो लागेको थिएन गणेश मान्जीले आफ्नो पार्टी छोड्दाखेरि। त्यसो भएको हुनाले हामीले चाहिँ आफ्ना पुर्खाको चरित्र के थियो, नीति के थियो, त्यसलाई हामीले बिर्सेर आफ्नो मनपरी गर्ने। अहिले सत्तामा शक्तिमा आएको बेलामा यसभन्दा पहिले पनि जो प्रधानमन्त्री हुन्छ, जो अर्थमन्त्री हुन्छ, जो बलियो मन्त्री हुन्छ, त्यो मन्त्रीले चाहिँ आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो जिल्लामा
खनाएको होइन बजेट, त्यही सिलसिला बाँकी छ। हामीले के भन्न जाने आफ्नो निर्वाचन क्षेत्रमा, त्यस कारणले मैले अहिले त अब नयाँ पिँढीलाई दुईटा रोग छ। एउटा रोग यहाँ केही हुन्न, लाखौँ लाख बेचेकै छौँ त हामीले त, पैसा लिने अनि भेडा बाख्रा बेच्ने त्यस्तो लेनदेन नभए हामी त बेचेकै। यस्तो शिक्षा प्रणालीले देश बन्छ?